एभ्रिवान नमस्ते। आज चाहिँ हामी इभिनिङ वक गर्न जान लागेको। सो सँगै जाउँ है त जापानको गाउँ हेर्नलाई। Walk every road, the highs and lows and everything in between. When it's you and me, it's a dream. When it's you and me, it's a dream. Orang ni ramai saya kerja jadi gaul lah jadi satu sama. Jadi ni refresh kan? Eh? Japanको लिभिङ एरियाहरू चाहिँ त्यति आनन्द हुन्छ कि होइन तपाईँको अब सहरभन्दा चाहिँ एकदमै भिडभाड कम मजाले बस्नलाई एकदम पिस हुन्छ यहाँ चाहिँ एकदमै फेरि यङहरू चाहिँ हुँदैन नि त फेरि होइन खासै यङहरू चाहिँ हुँदैन सबै यो ड्याडी मम्मी अनि सानो सानो बच्चाहरू भएको त्यस्तो एरियातिर चाहिँ धेरै बस्छ नि फेरि यङ्स्टरहरू फेरि सबै बजार नयाँ होला उता पनि अलिकति बिचको यो चाहिँ नयाँ हो ताजाहरू पनि अनि 1 2 3 4 5 ए यहाँ उता आगो लाग्यो क्या भाग छ ओहो यहाँ पुरा कहाँ बारीमा के अरे झारपात जलाइरहेको छ नि ओहो यो त नेपालमा जस्तै त्यो नेपालतिर गाउँतिर गाउँधरि स्मेल आउँछ कि बारी खेतबारी गरेर झारपात जलाएको छ कस्तो राम्रो भइरहेको त्यो माथि हेर्नु कति राम्रो घर है त्यो करोडमा नि ठ्याक्कै नेपालमा नि त्यस्तै बुट्टाहरू हुन्छ नि पानी गराएर ताकियो ढल हो है ऊ त्यो पर्पल फुल चाहिँ के को हो सागको हो खै के हो है जहिले हुन्छ फुलिरहनु काउली पनि रहेछ खाने मान्छे नभएर माथि माथि गइसकेको छ ए हाम्रो त्यही त हामी आइदिँदै नि होइन जनता हामीलाई ल्याउने यता आउँछ त्यो बिचरा रहरले खेतीपाती गरे हुन्छ है कोही कोही बुढाबुढीहरू अनि त्यो खान नसकेर होइन कहिले त्यो काम गर्ने मान्छेले दिइरहन्छ सँगै छिमेकीलाई दिइरहन्छ त्यसै बस्दैन होइन त्यसै बस्दैन अनि जसरी पनि बनाउनु पर्ने हुन्छ नि त अनि यताउता गऱ्यो काम गऱ्यो रहर पनि लागिरहेको हुन्छ बुढाबुढीलाई त्यही भएर अघि पिसफुल छ है
जापानको गाउँ चाहिँ होस् कसैले कसैलाई चाहिँ एकदमै क्या त्यो भन्नाले हल्ला नगरिदिने होइन एक्लै अर्काको मरा बुझिदिने बच्चाहरूलाई पनि खासै यस्तो बाटोतिर आएर खेल्न दिने त्यसो गर्दैन नि त त्यसो हल्लाहरू गरिदिँदैन मैले भने जापान ग्रिन अनि त्यही राम्रो है गाडी कलर राम्रो रहेछ बोल्छ क्या नहेर के भएर कति राम्रो डिजाइन त्यो लिइहालिन्छ यो उनीहरू त्यो त बनाएको रहेछ नि त त्यहाँ अनि यहाँको महँगो छ अनि एउटा बाइक चाहिँ कस्तो बाइक त सस्तो हुन्छ कति त्यही त खाएको बाइकहरू कति त्यो त जम्मा सन्जीवन जस्तो आइहाल्छ नि त्यही भएर छ सानो हो नि त त्यो बाइक त्यही त के खाएको या छ पिछे चाहिँ साम्ब्याएको जापानको होइन यस्तो गाउँ भेकतिर बस्नुको एउटा फाइदा भनेको चाहिँ यसरी मर्निङ वक इभिनिङ वक गर्न पाइन्छ होइन अनि एकदमै यहाँको बस्ने ठाउँहरू चाहिँ एकदम शान्त एकदम वेल म्यानेज्ड हुन्छ होइन त्यही भएर चाहिँ यसरी हिँड्दा पनि एकदम आनन्द लाग्छ यो चाहिँ कसको घर हो कि घर हो कि के होला घर जस्तो छ एकदमै पुरानो घर जस्तो छ के भन्छ अरे त्यो पहिल्यैदेखिको यहीँ बसिरहेको मान्छेलाई के भन्छ रैथाने यहाँको लोकल मान्छेहरूको घर छुट्टा हो है अहिले त नजाऊँ कि राम्रो ढुङ्गामा चाहिँ आर्ट गरेको लाइनहरू अनि यो चाहिँ लफिङ बुद्धहरू पनि भेटायो दामी रहेछ ठुलो छ नि लफिङ बुद्धको चाहिँ छ यस्तो पेटमा यस्तो यस्तो गरेर हँसायो भने चाहिँ एकदम लक लाग्छ क्या ऊन गाई हुन्छ कि ऊन गाई भने चाहिँ तिम्रो एकदम लकी क्या भन्नाले तिमीले जे भने त्यो हुने भाग्यमानी क्या जाउँ न उहाँ चाहिँ दौडी हुन्छ है हामी जाउँ हामी बुढाबुढी घरभित्र दौडे गर्छ बाहिर ल्याएर चाहिँ पुरै पठाउँछ अनि हामी पनि दौड्यौँ भने जापान कस्तो लाग्यो तिमीलाई जहाँ अनि पान खाएको त्यसो हेर्छ अहिले आउँदैन फास्ट आउन कि ढिला हुन्छ है अहिले यता डर आउँछ कस्तो खाले हेर्दै पछि जापानको गाउँहरू ए अब यस्तो राम्रो छ हेर अब म पनि नेपाल गएर चाहिँ यस्तै बनाउनु सक्छु ए साथी हो मेरो छाती ठुलो छ नि ठाउँमा कि तिमीले खान्छ नेपाली बहादुरको छाती गोर्खालीको छाती ओ आकी Babuilah. Ya. Ah, cuy. Cerita. Mana makan? Tajan. Lonji aja. Timce. Koji aja, na. Koji aja jadi orang
हेला इधर खाते मान्छे खानु सबैले जम्मा जित्दै थियो कस्तो खुसी भएर नि सासुरी सासी बुढी हेर्ने तपाईँले पहिला कति बोक्थ्यो होइन यसरी सासी बुढी भएर मक्ख परिरहेको छ आखिर मैले यसरी बोकेर डाँडा उकाल्थेँ डाँडा उकाल्थ्यो होइन आखिर नै सम्झिरह सम्झिरहेको चाहिँ साँच्चीकै यस्तो गरेको थिएँ त्यो जाप्नु तर्सिन्छ होला के गरेर तर उनीहरूले पनि त्यस्तो गरेर हिँड्छ नि सानो सानो बच्चाहरूलाई बोकेर हिँड्छ त बाउहरू मुना न सायो म ओजी सान्दा आयो आके त Papa sant jama. Jama. रनिङ गरेर के हुन्छ Nonton çıkarında. Ona sigara takıyor. तिमीलाई कस्तो हुन्छ क्या फेरि होइन यो क्याफे हो यो देखाइदेऊ न त्यो नेक्स्ट टाइम चाहिँ हामी यो क्याफेमा आउनुपर्ने कस्तो राम्रो है गाई खानु पनि दामी क्या इन्डिया एकैले एक्सचेन्ज गर्ने Mama. अँध्यारो छ त अनि कस्तो क्या? अनि आज चाहिँ बिदा रहेछ Kamera televana. त्यही भएर अर्को नेक्स्ट टाइम चाहिँ हाम्रो त क्याफे कोकोची मिठो मिठो होला है त ओके मिठो मिठो होला ओके लिएर अरू जापान चाहिँ जता हिँडे पनि फोहोरहरू चाहिँ देख्नै पाइँदैन है फोहोर देख्नलाई चाहिँ आफ्नै घरमा मात्रै जानुपर्छ ए यस्तै सफा सुग्घर होइन शान्त भएको आफ्नै देश पनि हेर्न मन छ यसरी चाहिँ ठाउँ ठाउँमा बस स्टपहरू पनि राखिदिएको हुन्छ जतासुकै गए बसे पनि जतासुकै उ भए पनि सबैजनालाई सुविधा आधारभूत आवश्यकताहरू चाहिँ होस् भनेर जापानले चाहिँ एकदमै वेल म्यानेज गरेको छ हो अब यहाँ हाम्रो बच्चा बेलाको होइन मुमिन र सानो माया पनि रहेछ हेलो इसासिबुरी लङ टाइम नो सी यो चाहिँ ऊ रहेछ पार्लर रहेछ पार्लरको अगाडिको डेकोरेसन रहेछ नि त्यो सबै घुमेर थकेर आयो कि दौड्यो पनि है तिमीलाई त पापाले बोक्यो भने कस्तो लाग्यो धेरै पछाडि बोकिदिएको भएर मक्क परेर हाल्ला नि अनि तपाईँलाई लाज मान्ने यसले आवाज हो लाज नमान न तिमी जापानको गाउँ घुमेर आयो आज एकदम खुसी लागेपछि म त्यहाँ धेरै पछि साम्पो गयो होइन त्यहाँदेखि एकदम रिफ्रेस भयो इच्छुमा कहाँ गएको छ त मलाई तिमीलाई जहिले जाउँ भन्छ तिमी कहिले जाँदैन अनि यो त हाच्छीको रहेछ दाइ के हाच्छीको रहेछ त हाच्छीको देख्यो अनि यो चाहिँ पिजन यो चाहिँ यस्तो यो चाहिँ सार्क Yo bakıyorum. अर्का हो के हुन्छ नि माछालाई Şimdi yatıyor. सिन्दा चाहिँ होइन O şey dökülür. त्यो त राम्रो हो छोरा खान्छ यो खसी आएर नायिका रहेछ Yo dama ya. के अब हामी चाहिँ सुपर मार्केटमा हेर्ने तिमी Maşyo. चाहिँ हामी कहाँ जाने यहाँ जाने हो मलाई जाने हो के जापानको Yo sen de. त्यो चाहिन्छ ल्याउ एउटा ग्रामको चाहिँ 70 हो खान्छ यो सस्तो रहेछ सानो
यो बुता लाने हो त्यो हिँडिहरू त मिठो हुन्छ त कुन हो हिँड्यो भने ब्रोकको रहेछ होइन अर्को एउटा नै यस्तै हुन्छ मिल्छ नि हो यो कालु छ नि त Ya sa kita mga isan. फरेन्छ मामले फरेन्छ देऊ न जे घुमी Chuput. तिमीलाई के यस्तो घुमी एकदम मन पर्छ त्यस्तो दाँत किरा ल्याएपछि त त्यही नै खानु मन लाग्छ दाँतले लाग्छ Wala ba? यो घुम्दै दाँत दाँतै पर्छ नि होइन Super gummy dayo. देखाइदेऊ ल यहाँ Super gummy. त्यो भिडियो नि देखाइदेऊ वा Aji wa konna. मिठो Jam soda, melon soda, cider, grape soda. ल जाउँ हामी पनि जेली खाइदिउँ अब Sabi yun siya. Siya. अब हामीले चाहिँ इभिनिङ वक पनि गऱ्यो सपिङ पनि गऱ्यो घरको लागि खानेकुराहरू हेर्दा हेर्दै अँध्यारो पनि भयो सो आजको लागि चाहिँ यति नै फेरि अर्को भिडियोमा भेटौँला बाई बाई ओ लोड बाबु फेरि अर्को भिडियोमा भेटौँला बाई बाई हेल्दी रहनुहोस् गिङ्की रहनुहोस् Puta. ओके गाउँहरू अब अँध्यारो नि भयो नि त त्यो बाई बाई गरिदिउँ बाई Bye बाई bye. Saigo ni channel登録お願いします。あといいねもお願いします。 बाई बाईバイバイ。 उसले चाहिँ जापानिजमा भनेको होइन नेपालीमा चाहिँ लाइक सब्सक्राइब गरिदिनु होला भनेर भनेको We're living a dream.